हेलो व्हाट्सअप गाइज तपाईहरुलाई मेरो न्यू ब्लगमा स्वागत छ। सो गाइज अहिले हेर्नु हामी 1v1 म्याच हानिरहेको हेर्नु त अब वन ट्याप डान्स लाग्छ त गाइज वन ट्याप दिने है डान्स वन ट्याप गाइज हेर्नु हामीसँग 3 डायमन्ड छ। यो गाइज नि भान्ने त्यसले त गाइज त्यो डराइहाल्यो हेर्नु गाइज हेर्नु त वन ट्यापमै ढल्लेर डलाइहाल्यो ढल्दिरा भने गाइज 24/7 वन ट्याप डेङ्ग दिएको डेङ्ग ढल्दिरा भने गाइज फेरि गर्नुहुन्छ त डेङ्ग वन ट्याप पलाइदिएर डेङ्ग ढल्दिएर भने त्यसपछि चाहिँ अब प्रो नै आउँछ होला मलाई थाहा भयो गाइज 147 गाइज 147 डेङ्ग डेङ्ग पढाइदिने त खोइ गाइज हेल्पफुल कम हान्दै यार अल प्रो रहेछ गाइज यो लास्ट गरौँ त्यसपछि डेङ्ग डेङ्ग वन ट्याप हान्दै म त गाइज म त्यसलाई वन ट्याप गाइज वन ट्यापले हान्दिरह वन ट्याप हान्दै गइरहेको छु भने म त गाइज तर वन ट्याप हान्दै म त थ्याङ्क यू वन ट्याप गाइज यहाँदेखि हान्दिरह भने हेर म त अब यो लास्ट छैन अब फिक्स जानु कुन सुज हान्दो रहेछ एउटा यो लिउँ यो गन त म धेरै चलाइदिन्छु नि यो गन खतरा हो यो गनले अलि मजा दिन्छ मजा हुन्छ यो गनले हान्न खतरा गाइज यो गनले चाहिँ हामीलाई खतरा हान्न आउँछ यो दुईटा गन मैले गाइज त्यसले यो राउन्ड जित्यो पक्नु है त अर्को राउन्डमा त्यो मर्छ है त हेर्नु अब अर्को राउन्डमा ढालिदिन्छु म यो गनले ढालिदिन्छु म पक्नु डेङ्ग ढालिदिन्छु म गाइज पक्नु म त्यसलाई यताबाट डेङ्ग ढाल्छु गाइज यो राउन्ड नि त्यसले जित्यो अब अर्को राउन्ड हेरौँ है त कसले जित्दो रहेछ गाइज हेरौँ है त अब के गर्दो रहेछ यस्तो हान्दिने यस्तो यस्तो ओहोइ गाइज म्याजिक त म अब पड्काइदिन्छु त वन ट्याप हानिदिन्छु होला यार स्नाइप गरेर बसिरहेको गाइज खोइ
गाइज गाइज यो राउन्ड त म त्यसलाई जित्न दिँदिन। गाइज यो राउन्ड त्यसले जित्यो। हेल्थ थिएन गाइज, अब हेर्न त 1 ट्याप दिइहाल्छु म। गाइज अघि न त्यसले अलि लुकेर हान्नु रहेछ, पक्नु है त। म त्यसकै बेसमा गएर हान्छु। स्कोपले हानिरहेको ड्याङमा उतै भइहाल्यो। मैले एउटा हाने भए गाइज त्यो ढलिहाल्छु, पक्नु। अब यो गरिदिन्छु, 1-7 लिन्छु। अनि योभन्दा खतरा यस्तो गरेर ड्याङ यो चाहिँ यहाँबाट यस्तो। त्यहाँ हाल्दिनँ एक्चुअली त पुग्नु अरे। उता स्कोप हान्दिनँ। गाइज रुक्नु त अब म हेर्नु है त 1 ट्याप हान्नु पर्यो। एकदम अच्छी है गाइज चलते। गाइज त्यो आफै मर्यो। त्यसलाई यो राउन्ड तलदेखि भने तेरो माथिबाट हान्छु। त्यसलाई कसले सम्झिन्छ। गाइज अब है त टाइम आइसक्यो है त। ट्यापले ढाल्दै गाइज यो पालि उडपीको रिम यो गर्लिम अनि डेजर्ट इगल्स ड्याङ ड्याङ वुडपीकर लिम्बू खतरा हुन्छ गाइज। वुडपीकर तपाईँहरूलाई थाहा छ होला। जसले फ्री फायर खेल्नुहुन्छ लाइक सब्सक्राइब गरिदिनु गाइज। म चाहिँ भन्दा नै त्यसले जित्यो। गाइज त्यसले चाहिँ जित्यो। सो गाइज आजको लागि चाहिँ यति नै। गाइज यो लास्ट So guys, bye bye and take care. The show's about to begin.